जति पनि मेरो भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई मेरो च्यानलमा स्वागत, साथै सबैलाई नमस्कार भन्दै एउटा सानो भिडियो अपलोड गरिरहेको छु। आज त म विशेष के काम गर्दैछु भने चाहिँ अब तपाईँहरूले देखिरहनु भएको छ एकदमै झारहरू उखालिरहेको छु। अनि यो झार चाहिँ किन उखालेको भने चाहिँ यो चाहिँ मेरो साग लाउने बारी हो। अनि यहाँ चाहिँ अब जब रेनी सिजन हुन्छ, बर्खामा चाहिँ पानी एकदमै जमिन्छ अनि त्यसमा चाहिँ म केही गोड्दिन पनि यत्तिकै छोडिदिन्छु अनि एकदमै लामो लामो घाँस भएको छ। अनि अब यहाँ चाहिँ मधेसमा चाहिँ सिलगढीमा साग चाहिँ अलिकति ढिलो नै लगाइन्छ। यसपालि झन् पानी परेकोले गर्दाखेरि बिजनहरू पनि लाउन पाइएन अनि भर्खरै छरेको छु। अनि त्यसको लागि चाहिँ जुन बारी चाहिँ म तयार गरौँ भनेर चाहिँ एकछिन टाइम निकालेर चाहिँ यो घाँसहरू उखालिरहेको छु। अनि घाँस पनि एकदमै ज्यादै भइसकेको छ। अनि उखालेर चाहिँ अब यसलाई खनेर मलहरू लाएर चाहिँ यसमा चाहिँ म साग लाउँछु। अनि मैले अरू पहिलोको सालमा पनि मैले यहाँ साग लगाएको भिडियो चाहिँ मैले अपलोड गरेको थिएँ। अनि यसपालि चाहिँ म यो गोड्दैछु। अनि योपालि पहिलोको सालको भन्दा पनि अलिक ढिलो भएको छ, बिचमा पानी परेकोले गर्दाखेरि चाहिँ। त्यो भएर अब हेर्नुहोस् एकदमै घारी चाहिँ पुरिसकेको छ अनि घाँस पनि एकदम लामो लामो भएको छ। अनि गोड्न पनि अलिकति गाह्रै भइरहेछ। तरै पनि अब टाइम निकालेर चाहिँ मैले आज सन्डे अलिकति यो गोडौँ भनेको। अनि यति गोडिसकेर चाहिँ म चाहिँ अब आफ्टरनुन दोकान जान्छु। त्यही भएर चाहिँ हतार हतार म चाहिँ यो गोडिरहेको छु। अनि यो एकदमै यो लहरा झन् एकदमै फैलिन्छ। अनि यसलाई पनि अब यो बारतिर पनि एकदमै गइरहेको छ। यो यसलाई पनि सबै निकालिदिन्छु। अनि अलिकति अब लामो लामो घाँस भएकोले उखाल्नु चाहिँ अलिकति सजिलो चाहिँ भयो, तर एकदमै बाक्लो भएकोले गाह्रो पनि भइरहेको छ। उक्लिनु चाहिँ एकदम इजी प्रकारले उक्लिँदैछ। त्यही भएर चाहिँ अब हतार हतार यो काम सकौँ भनेको। अनि यसपछि चाहिँ यति म खन्ने मात्रै राख्छु। म त यो उखालिराख्छु। अनि फेरि टाइम भएर फेरि यसमा साग रोप्ने, कतिवटा सब्जीहरू लाउने बारी चाहिँ तयार गर्नु छ। अनि त्यही हो एकदमै टाइमको अभाव, परिस्थिति यस्तै छ के भन्नु। त्यो भएकोले गर्दाखेरि चाहिँ टाइम पनि छैन, निकाल्नु गाह्रो नै पर्छ। त्यही र सन्डे अलिकति चाहिँ निकालेर मैले यति चाहिँ तयार गरेँ। यसमा अब खनेर मलहरू हालेर चाहिँ यसमा चाहिँ म साग लगाउनेछु। अनि सागको बिजन पनि एकदमै सानो अस्ति छरेको उम्रेको छ। अनि भर्खर मेरो चाहिँ यतिको साग भएको छ। यसलाई चाहिँ म यही बारीमा लाउँछु। अनि आज चाहिँ मेरो यही भिडियो थियो। के कस्तो लाग्यो कमेन्ट अवश्य गरिदिनु होला।